हेलो वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी छुट्टीको दिनमा पौडी खेल्न जान आँटेको छौँ होइन। सो स्विमिङ यो चाहिँ दिदीको स्पेसल कपडा है पौडी खेल्ने। सायद बिगिनिङ होला तुम्हें शर्म है कुछ? हामी चाहिँ जो यस्तो घाम लागेको छ कि यस्तो गर्मी छ आज भोलि होइन। छाता लिँदै हिँडेछौँ। सो पछाडि पनि छन् खुट्टा देखेन ऊ पछाडि छन् अर्को चाहिँ अगाडि छन् यस्तै छ गाइज यिनीहरू नक्कली गाइज नक्कली केटीहरू। ल गाइज हामी चाहिँ हिँडिरहेछौँ जो होइन। अनि के हुन्छ कसरी खेल्छौँ कुन पोजमा खेल्छौँ कुछ भी भनेर म देखाउने छु हजुरहरूलाई। गाइज हामी चाहिँ ग्रुप नै छौँ केटीहरू। अब हजुर मेरो हाइटमा डल्ली दिदीहरू अच्छा यहाँबाट जो एक्लै जानुभन्दा त साथीहरूसँग जाँदा नि यसो बाटो रमाइलो हुन्छ। बाटोको आधी बाटो पुग्यौँ होइन। अब हामी टोमी मार्केट पुग्दैछौँ। त्यहाँ पुगेर बियर किन्दैछौँ त्यस्तो होइन है। म चाहिँ खेल्दिनँ यिनीहरू खेलेको हेर्न मात्र जान हो। म चाहिँ हामी चाहिँ गल्ली पुलको मुनिबाट हिँडिरहेको भने केटीहरू दुईजना पछि छ। कहाँबाट हो? मैले बाटो त्यो पनि ठिकै छ। जहाँबाट कता पनि छ साथीहरू। यहाँ पनि एकदम के पुरा नेपालमा हुन्छ नि जताबाट गयो नि त्यही गल्ली पुग्ने। जस्तै नेपालको त थाहा भएन मलाई आफ्नो घरतिर थाहा होइन टोखा जे होस् होइन। जताबाट गयो नि एउटै ठाउँमा पुग्ने। अस्ति एकदम कन्फ्युज भइदिरहेको थियो। हेलो सुनिता ल गाइस हामी चाहिँ कताको गल्ली आइपुग्यो आइडोन्ट नो होइन। मैले भने जस्तो यहाँ गल्ली छ। सो हिँडिरहेछौँ। यहाँ दिदीहरू चाहिँ सब पछाडि हुनुहुन्छ होइन। यो मात्र हो दिदी नभएको यही मात्र हो। अरू सबै दिदी हो है गाइस। म पनि दिदी हो यो त होइन भाइ यहाँ हुनुहुन्छ एउटा गल्ली राम्रो हुन्छ है। अनि यही गल्लीमा हिँड माथि छतमा जस्ट एकदम फुल गल्ली नै छौँ के होइन नि यही हो लुक यहाँबाट मैले भने त नि जताबाट गएँ नि त्यतै पुग्छ नि भनेर। गल्ली छन् जोस् यस्तै हो यार गर्मी चाहिँ। ल गाइज हामी फाइनली पुग्यो है गाइज स्विमिङ गर्ने ठाउँमा। डबरडान लु यो त चिना जस्तै छ त नि। के छ के गरेर आएको तिमीहरू चाहिँ यहाँ खेलेर नि भइसक्यो। ओ थ्याङ्क यू। यसलाई के भन्छ अरे? मुन्तला मिनी भ्लग होला गाइज। ल गाइज म देखाउँछु एकछिनमा। लुगाहरू निकाल्दैछ नै गाइज। हेलो गाइज उहाँहरू चाहिँ यहाँ पौडी खेल्नलाई पनि सुरु गरिसक्नु भएछ हेर्नु है। रेडी भइराख्नु भएको छ यहाँ यसो डाइभ हान्नलाई गाइज है। डाइभ हान्नलाई रेडी भइरहेछन् गाइज। ओ अब ठुल दिदीको पालो यता ठुल दिदीको पालो ल दिदी कत्रो गहिरोमा जानुहुन्छ हेर्नु है। यस्तो गहिरोमा जानुभयो हामी त डर लाग्छ। तर हामी गहिरोमा जान जाउँ। उता कराइराखेको त्यहाँ एकजना खोइ रुको जरा सबर करो। ल गाइज म पनि रेडी भएको छ खेल्न जानलाई। मलाई चाहिँ एकदम पानीमा छुन पनि यसो डर लागिरहेको छ होइन। Are you comedy me? लास्टै चिसो छ गाइदिनहरू कसरी खेलिरहेछन् भन्ने कुरा हो। गाइस म चाहिँ निस्केको है। अब दिदीहरू चाहिँ खेलिरहनु भएको छ। ल गाइस हामी चाहिँ यो खेलेर सक्यौँ होइन। सो होइन दिदीहरू चाहिँ हेर्नु न त्यहाँ
के गर्दै हुनुहुन्छ है पौडी खेल्न सकेर के गर्दै हुनुहुन्छ हेर्नु न त्यहाँ भरे त गाइस भयो त गाइज अब केही भन्न सकिन्छ गाइज हेलो गाइज हामी चाहिँ घर फर्किँदै हो तर हामी अलिक छोडेर घर फर्किने बेला त कोही छैन के घर फर्किने बेला त कोही छैन के हमारे यहाँ ऐसा ही होता है दुईजना भयो त किनभने हामी चाहिँ टिकटक बनाएर चाहिँ एकछिन रुको भनेको त लु सबै लखर 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 कता गयो छैन अहिले चाहिँ हामी पठाएर कता छ भनेर भन न लु घर फर्किँदा त दुईजना मात्र भइदिइहाल्छ चाहिँ यो त लास्टै भयो नि है गाई चाहिँ भएन है गाई चाहिँ जस ल एनिवे केही पनि छैन सो होइन त्यो माथि रुकिरह होला अनि त्यो जस्तो भयो भने रमाइलो भयो भनौँ न धेरै दिनपछि फेरि पौडी खेल्न आएको सो रमाइलो भयो पानी पनि चिसो थियो यस्तो गर्मीमा चिसो एकदम रमाइलो भयो किन भन्नु कस्तो भयो लु गाइज फाइनल्ली हामीले साथी पनि भेटायौँ है गाइज तर उहाँहरू चाहिँ यहाँ हस्पिटलतिर आउनु भएको रहेछ को बिहोस भयो भन्दै होइन तर सलाइन पानी चढाउन आएको होइन कि सलाइन पानी खान आएको अरे कि सलाइन पानी खान आएको अरे कि ओ माई गॉड यहाँ हुनुहुन्छ लखर 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 दुईजना ओ अनि अर्कोतिर चाहिँ खै त सपना खै लु गाइज यो चाहिँ हस्पिटल हो त्यो म सलेन पानी खाएको एक बोतल साह्रै कमजोरी भयो ल फाइनली भेट भयो है गाइज अब हामी अब एक बटुलेर एक भएर हामी घर जानेछौँ गाइज र थ्याङ्क यू फर वाचिङ माई भिडियो